राजीव खत्री र महेश बस्नेतमा कसले ए भक्तपुर होइन ए भक्तपुरमा महेश बस्नेतजी अब भनौँ न उहाँ एमालेको नेता घमण्डी एकदम प्राउड गर्नुभएको छ राजीव प्राउड त्याग्नुपर्ने छ योपालि राजीवलाई जिताउनुपर्छ बहुमतले हराउनुपर्छ महेश बस्नेतलाई लाग्छ मलाई किन हराउनुपर्छ होइन त्यो एमाले एकदम मन नपर्ने पार्टी फेरि मेरो होइन पर्सनल हिसाबमा अर्कोतिर चाहिँ तपाईँको घमण्ड क्या यस्तै कारणले हो क्या भक्तपुरमा त हाम्रो महेश बस्नेतको विरुद्धमा जोसँग उहाँलाई बलात्कारीको आरोप लागेको लेडिज महिला हुन्छ नि पाठक उहाँ पनि उठ्नु भएको छ क्या धेरै रमाइलो हुँदो छ क्या त्यसले गर्दाखेरि पार्टी भन्दा पनि अब व्यक्तिहरू नराम्रो गर्दाखेरि पार्टी नै नराम्रो हुन गइरहेको छ होइन त्यसले गर्दाखेरि एमालेबाट चाहिँ फेरि बहुत एकदम घमण्ड र आडम्बर बोकेका मान्छे हुन् क्या महेश बस्नेत एक प्रकारका गुन्डै हुन् नि त त्यसले गर्दाखेरि त्यहाँबाट उसको अपोनेन्ट जो छ त्यो आउनुपर्छ यिनीहरूको चाहिँ भोटबाट नै जनताले इभ्यालुएसन गर्नुपर्छ क्या सर्लाहीमा चाहिँ अमरेश र गगन